हामी नेपालीहरूको चाहिँ प्रायः चाहिँ जति पनि हामी खेती किसानी गर्छौँ एकदमै ट्रेडिसनल किसिमको पुरानो परम्परागत किसिमको मान्यताअनुसार चाहिँ हामी खेती गर्दै आएका छौँ र जसको कारणले चाहिँ हाम्रो जुन उत्पादन जति पनि उत्पादन हुनुपर्ने त्यो नभइकन त्यसको बिस्तारै बिस्तारै त्यसको उत्पादन क्षमतामा चाहिँ घट्दै गएको छ। यही तुलनामा चाहिँ हाम्रो छिमेकी राष्ट्र भारतको हेर्ने हो भनेपछि दिन प्रतिदिन कृषकहरूले चाहिँ उत्पादन क्षमता बढाइरहेको छ। अब हामी किसानहरूसित चाहिँ सीमित जग्गा हुन्छ तर त्यो सीमित जग्गामा चाहिँ उत्पादनलाई बढाएर चाहिँ कसरी यसको चाहिँ हाम्रो बजारमा चाहिँ आफ्नो उत्पादनलाई चाहिँ बढाउन सकिन्छ र आर्थिक उन्नतिमा चाहिँ कसरी चाहिँ वृद्धि गर्न सकिन्छ, यसमा चाहिँ हामीले के गर्नु पऱ्यो भने जुन हाम्रो परम्परागत कृषि प्रणालीले चाहिँ हामीले चाहिँ रिप्लेस गरेर चाहिँ नयाँ आधुनिक प्रणालीमा चाहिँ हामीले त्यसलाई चाहिँ रूपान्तरण गऱ्यो भने चाहिँ हाम्रो जति पनि उन्नत उब्जाउ हुन्छ त्यसलाई चाहिँ हामी त्यसको परिमाणलाई चाहिँ बिस्तारै बिस्तारै बढाउन सक्छौँ। त्यसको लागि चाहिँ हामीले के गर्नु पऱ्यो भने चाहिँ सबभन्दा पहिले कुन ठाउँमा कुन जग्गामा कस्तो किसिमको चाहिँ किसिमको बाली उत्पन्न हुन्छ, कस्तो किसिमको नगदे बालीहरू फलफुल उत्पादन हुन्छ, त्यस्तो किसिमको हामीले त्यस जग्गालाई छनौट गर्नु पऱ्यो। छनौट गर्दाखेरि चाहिँ अब त्यसको लागि हामीलाई त माटोको क्वालिटी कस्तो छ, त्यसको चाहिँ गुणस्तर कस्तो छ भन्नको लागि हामीले विभिन्न ठाउँमा आफ्नो जग्गाको चाहिँ जुन जुन ठाउँमा जति कित्तामा चाहिँ हाम्रो खेतीको जमिन छ त्यो ठाउँबाट हामीले के गर्ने भने माटोको नमुनालाई चाहिँ सङ्कलन गर्ने। अब माटोको नमुना चाहिँ सङ्कलन गर्नुको लागि चाहिँ एउटा विधि छ, त्यो हामी चाहिँ तपाईँको यसरी गर्न सक्छौँ। मानौँ कुनै एउटा यस्तो आर्कमा चाहिँ मेरो जग्गा छ भने यो जग्गाबाट चाहिँ मैले माटोको नमुना सङ्कलन गर्दाखेरि यसको चाहिँ यसरी स्टेट वाइज लिने हुन्छ, नत्र चाहिँ क्रस वाइज चाहिँ यसलाई यस्तो जेड आकारमा लिएर एउटा स्याम्पल चाहिँ यो किनारबाट ल्याउने, एउटा चाहिँ बिचबाट ल्याउने, एउटा यहाँबाट ल्याउने होइन। यसरी चाहिँ एउटा जग्गाको 7-8 ठाउँबाट चाहिँ कम्तीमा पनि 15 इन्च जति अर्थात् हाम्रो चाहिँ यति जति एक हत्केला जाने गरेर यति डेप्थबाट चाहिँ पानी के अरे हाम्रो माटोको चाहिँ नमुना लिइसकेपछि त्यो सबै ठाउँमा एउटा जग्गाको सबै ठाउँमा लिएको 7-8 ठाउँबाट लिएको त्यो माटोलाई चाहिँ एक ठाउँमा लगेर मिक्स गर्ने र त्यहाँबाट चाहिँ कम्तीमा पनि 500 ग्राम जति माटोलाई चाहिँ हामीले नमुनाको लागि चाहिँ एउटा पोलिथिनमा चाहिँ हावा नछिर्ने गरेर चाहिँ बन्द गर्ने होइन। त्यति गरिसकेपछि अब हाम्रो के हुन्छ भने चाहिँ त्यो सङ्कलन भएको माटो चाहिँ ल्याबमा चाहिँ नमुना परीक्षणको लागि जान्छ र ल्याबमा चाहिँ विभिन्न किसिमको त्यसको चाहिँ प्यारामिटरहरू हुन्छ, लिन मिल्दैन। जस्तै रुखको फेदीतिरको लिन मिल्दैन होइन। जुन ठाउँमा चाहिँ राम्रो जस्तै भनौँ न हामीले जुन प्राङ्गारिक मलहरू जस्तै गोबरहरू राख्ने छ त्यस ठाउँको लिन मिल्दैन, किनकि त्यहाँ अलरेडी के हुन्छ अलरेडी त्यहाँ मलजल भइरहेको हुन्छ। अब अर्को कुरा के छ भनेपछि अहिलेको हाम्रो पछिल्लो समय चाहिँ हामी के सोच्छौँ भनेपछि तपाईँको जति पनि हामी कृषकहरू छौँ रासायनिक मलमा चाहिँ केन्द्रित भएको छौँ कि रासायनिक डिएपीहरू जति पनि युरियाले त्यसले उत्पादन चाहिँ बढाउँछ भन्ने सोच्छ, त्यो होइन। जस्तै मानौँ मलाई बिरामी भएको छ, म बिरामी भएको